आज चाहिँ म मेरो बुढाको पछि आएको चाहिँ माछा मार्ने ठाउँमा। सधैँ माछा मार्न जानुहुन्छ, नजानु आज एक दिन भन्दा पनि नमान्ने नि त। अनि कस्तो चाहिँ ठाउँ रहेछ भनेर मलाई पनि लानु त भनेको त। अनि लिएर आउनु भयो कि यस्तो दामी ठाउँ रहेछ र पो। अनि सधैँ आउनुहुन्छ। ऊ चाहिँ मेरो छोरीको साथी है। कति वर्ष पछाडि मलाई फोन गरेको थियो कि आन्टी कहाँ हुनुहुन्छ भनेर। अनि म त माछा मार्न आएको छु आऊ न भनेको। ऊ पनि आयो कि। अनि मलाई चाहिँ भिडियो बनाउनु साथी भयो कि। अब यो पोखरी यस्तो दामी छैन, ऊ त्यो माथि गएर हेर्दा झन् दामी हुन्छ भने क्या। त्यही भएर म माथि जान लाग्छु चाहिँ। माथिबाट कस्तो हुन्छ हेरौँ है। वाउ कस्तो दामी रहेछ नि त झन् माथिबाट त या खतरा। छोरीको साथी भएर मलाई कस्तो सजिलो भयो कि भिडियो बनाउनु। बुढो त यहाँ माछा मार्दै हुनुहुन्छ। अनि त्यस पछाडि फेरि नागदह पनि घुमौँ भनेर अनि छोरीको साथी र म चाहिँ गएँ कि। नागदह घुम्यौँ अनि भिडियो बनायौँ। नागदह पनि यस्तो दामी भइसकेको रहेछ, यस्तो दामी भइसकेको रहेछ है। म त छक्क पऱ्यो नागदह देखेर। त्यहाँबाट भोक लाग्यो, फेरि फर्केर आयौँ हामी। अनि खाजाहरू मगायौँ होइन। अनि फेरि खाजा खाँदै अनि बस्यौँ एकछिन हामी। घाम चर्को लागिरहेको थियो नि त। अनि खाजा खायौँ पहिला। चाउमिन पनि यस्तो मिठो थियो, यस्तो मिठो थियो होइन। अनि राति फेरि माथिबाट एकचोटि हेर्नुपर्छ भने सोचिरहेको थिएँ। रात पऱ्यो फेरि म माथिबाट एकचोटि फेरि खिचेँ क्या। यस्तो दामी भएको कि होइन। यस्तो रमाइलो क्या। त्यहाँ सबजना बसिरहनु भएको छ, दाईहरू मेरो बुढा सबजना बसिरहनु भएको छ नि। राति यस्तो दामी भएको क्या झन् त हेर्नु त। वाउ। अनि पो बुढो पल्किनु भएको रहेछ त यहाँ आउनुलाई।